गाइस वेलकम छ मेरो छोटो एउटा नयाँ ब्लगमा। आशा गर्छु हजुरहरू सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। अनि म चाहिँ थाहा छ म अस्ति भनेकै थिएँ दिदी घर आएकी छु। अनि मेरो मामालाई पनि बुढा मामालाई जखलाबन्दा हो। अनि यता मामाका छोराहरू भाउजूहरूसँग म चाहिँ मन्दिर जाँदैछु। अनि यता भाउजूहरूले चाहिँ फलमूल लिनु हुँदैछ। अनि हामी चाहिँ हात्तीमुढा आएका। अनि भोलि चाहिँ जुबिन्दाको बर्थडेको लागि तयार हुँदैछ यता। अनि यता चाहिँ हामी मन्दिर आइसक्यौँ। अनि हामी चाहिँ मन्दिरभित्र पसिसक्यौँ। पहिला चाहिँ यहाँ हात्तीमुढामा चाहिँ पहिला चाहिँ गणेशजीको मूर्ति छ। अनि गणेशजीलाई दर्शन गरेर हामी चाहिँ बिस्तारै बिस्तारै माथि चढ्दैछौँ। को आउनुभएछ कमेन्टमा जनाउनु न। हात्तीमुढा मन्दिर कति माथि उठ्नुपर्छ तपाईँहरूलाई पनि थाहा छ होला। अनि हामी चाहिँ मन्दिरभित्र आइसकेर अनि यता चाहिँ दर्शन गर्नलाई भित्र पस्यौँ। अनि यता धुप दिया जलाइसकेर अनि यता चाहिँ सानो बाबुको भाकल थियो अरे परेवा उडाउनको लागि। अनि दादाले टिको लगाएर अनि बाबुलाई लिएर यता परेवा उडाइदिनु भयो। बाबुको भाकल थियो त्यही भएर अनि उडाएर अनि यता चाहिँ बाबाजीको भाटामा आयौँ हामी चाहिँ। यता बाबाजीले हामीलाई टिको लगाइदिनु हुँदैछ। यता अनि टिको लगाइसकेर अनि हामीलाई प्रसाद दिनु पर्यो। हामी चाहिँ प्रसाद लिएर अब घर जान निस्केका। अब हामी फेरि तल नाम्नु पर्यो। को आउनुभएको छ हात्तीमुढा मन्दिर हजुरहरूलाई पनि थाहा छ होला कति माथि उठ्नुपर्छ हात्तीमुढा मन्दिर। अनि हामी चाहिँ बिस्तारै बिस्तारै नाम्दैछौँ। नाम्दा यता चाहिँ हेर्नु न यहाँ चाहिँ बाँदर कति छन्। अनि बाँदरले चाहिँ जुम्रा हेर्दैछ कति मजाले। अनि हामी चाहिँ फोटो लिएर घर आएर अनि फेरि दिदीसँग सब्जी लिनको लागि हामी मार्केट गयौँ। अनि यता चाहिँ दिदीले सब्जी लिइराख्नु भएको छ। आजको छोटो मिनी ब्लग हजुरहरूलाई कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला।